आजको हाम्रो यात्रा रहेको छ धरान 0 पोइन्टदेखि शिवजटासम्मको र हाम्रो यात्रा सुरु हुन्छ धरान 0 पोइन्ट पेट्रोल पम्पदेखि उत्तरतर्फ। र 0 पोइन्टदेखि लगभग 15-20 मिनटको हिँडाइपछि हामी पुग्न सकिन्छ यो अत्यन्तै सुन्दर गाउँमा। र यही सुन्दर गाउँको रमाइलो दृश्यसँगै मिठो अनि चिसो हावा खाँदै हामी लाग्यौँ हाम्रो गन्तव्यतर्फ। हामी चाहिँ यो बाटो छोडेर यतातिर जानुपर्ने हुन्छ गाइस। हामी चाहिँ लोकेसन भिडियो बनाइरहेको छौँ र म चाहिँ हजुरहरूसँग एकदमै क्षमा माग्न चाहन्छु किनकि हाम्रो चाहिँ यो गलत बाटो रहेछ, किनकि म पनि फर्स्ट टाइम धरानदेखि शिवजटासम्मको यात्रामा थिएँ, त्यसैले हामी चाहिँ मिस्टेक बाटो गएको थियौँ र केही समयपछि हामीले 1-2 जना आमाहरूलाई लोकेसन सोधेर फेरि हामी फर्किएर हाम्रो यात्रातर्फ लाग्यौँ। केही समयको पैदल यात्रापछि हामी धरानको एकदमै सुन्दर र सफा ठाउँ सर्दुखोलाको बगर, जहाँ चाहिँ सानो गाउँ तर एकदमै रमाइलो बस्ती रहेको थियो। र अब चाहिँ हामी हाम्रो सही लोकेसनतर्फ फर्किएर यस्तो रमाइलो दृश्यहरू हेर्दै हाम्रो यात्रा अघि बढाउन थाल्यौँ। ये देखो पानी खाए गर्मी भयो यसलाई। माथि त ट्याङ्की पनि छैन, त्यो पानी कहाँबाट आएको? शिवजटा जाने बाटो चाहिँ यस्तरी लोकेसन दिएको रहेछ गाइस। यहाँ हेर्नु त मोटर जाने बाटो रे, शिवजटा जाने बाटो posting cái gel chẹp nào देखो शिवजटा। A few moments later. र 2-3 घण्टाको पैदल यात्रापछि चाहिँ हामी शिवजटा पुग्न सफल भएका थियौँ, जहाँ चाहिँ एकदमै रमाइलो अनि चिसो हावाहरू चलिरहेको थियो अनि खोलाको मधुर कञ्चन पानीको आवाजहरू, जसले चाहिँ हाम्रो मनहरू एकदमै आकर्षित गरिरहेको थियो। र हामी चाहिँ प्रवेशद्वारको गेटबाट केही उकालो चढिसकेपछि ठुल्ठुला पहाडहरू र पहाडहरूबाट ससाना ढुङ्गाहरू गुड्किरहेको रमणीय दृश्यहरू देख्न सकिन्छ।
बासिन्दाहरूको भनाइअनुसार यहाँ चाहिँ एकदमै सजिलो र राम्रो बाटोहरू बनाइएको थियो। दुर्भाग्यवश यहाँको बाटोहरू चाहिँ बाढी र पहिरोले गर्दा चाहिँ एकदमै अप्ठ्यारो भएको कुरा बताउनु भएको थियो। फाइनल्ली शिवझटा आइपुग्यो। हो मान्छे नै त रहेन, कत्रो फोहोर गरेको। यही होला। र यहाँको बाटोहरू चाहिँ पहिला सजिलो भएको कुराहरू हामीले सुनेको थियौँ, तर अहिले चाहिँ बाढी र पहिरोले गर्दाखेरि भत्किएको कारण हामी चाहिँ अलिकति मास्तिर जानको लागि थोरै नै सङ्घर्ष गर्नुपर्ने भएको थियो।
अझै फोहोर मैला व्यवस्थापन गरौँ साथीहरू, यस्तै नफालौँ जहाँ पाए हेर्नु होला पहाड, हाम्रो टाउकोमा छ पहाड, पहाडको यस्तो बाटो अब हेर्नु कस्तो छ। माथिको मान्छे होइन यस्तो ढिलो भइरहेछ।